मत्स्यनारायण मत्स्यनारायणको एउटा मन्दिर भक्तपुरको छालिङमा अवस्थित रहेको छ। 10 अवतार हिन्दू धर्मशास्त्र अनुसार भगवान विष्णुका 10 मुख्य अवतारहरू हुन्। अधर्मको नाश गरी धर्मको रक्षा गर्न भगवानले विभिन्न युगमा यी स्वरूपहरू धारणा गर्नुभएको मानिन्छ। यी मध्ये प्रथम अवतार माछा अर्थात् मत्स्य अवतार हो। यस अवतारमा जब संसारमा पाप बढ्दै थियो र एउटा भयानक प्रलय बाढी आउन लागेको थियो, भगवान विष्णुले मत्स्यको रूप धारणा गरी राजा सत्यव्रतलाई एउटा ठुलो ढुङ्गामा सबै जीवित प्राणीका बिउ, अन्न र सप्तऋषिहरूलाई राख्न लगाई मत्स्य रूपी विष्णु भगवानले त्यो ढुङ्गालाई प्रलयको लहरहरूबाट बचाउँदै सुरक्षित स्थानमा लैजानुभयो। पहिला यस स्थानमा एउटा शिव मन्दिर मात्र रहेको थियो। धेरै पहिला एक ऋषि यहाँ आएपछि उनले यहाँ कुनै दैवीय शक्ति रहेको बताएछन्। त्यहाँ उत्खनन गर्दा मत्स्यनारायणको मूर्ति फेला परेपछि सो स्थापना गरिएको यहाँका